हेलो साथीहरू, म चाहिँ आज बिहान उठेर बिहानको काम गर्न थालेँ। अनि नानीलाई दिउँसो खाना नरिवलको पानी र ड्रागन फ्रुट ठिक पारिदिएँ। अनि यता बोराहरू चाहिँ एकदमै धेरै मेसी भइरहेको थियो। अरू सामानहरू पनि एकदमै धेरै भइरहेको थियो। बोरामा चामलहरू थियो, 2-3वटा बोरामा थियो। अनि कस्तो रहेछ भनेर यसो हेरेँ। अनि मिक्स गर्न मिल्छ कि मिल्दैन भनेर हेरेको, त्यो चाहिँ मिसाउन नमिल्ने खालको रहेछ, अलिक राम्रो रहेछ। अनि एउटा बोराको चाहिँ अलिक सकिने लागेको थियो। अनि यो चाहिँ राम्रै थियो। अनि त्यो चाहिँ मैले मिसाइदिएँ। अनि तर हेर्नु न, त्यहाँ कति धेरै सामान गज्याङ गज्याङ देखिरहेछ। सामान चाहिँ एकदमै यो अर्काको ठाउँ, अब सबै थोक एकै ठाउँमा भएर पनि एकदमै धेरै गज्याङ गज्याङ भइरहेको छ रुम चाहिँ। अनि म चाहिँ आज अलिक मजाले मिलाउनु पऱ्यो। एउटै बोरामा चामल अट्ने रहेछ भने हाल्नु पऱ्यो, मिल्ने रहेछ भने भनेको, नमिल्ने भयो एउटै पनि राख्न। अनि त्यही भएर अनि गरेँ। अनि हेर्नु न, बोराहरू त्यस्तो थियो, सामान पनि त्यस्तै गज्याङ गज्याङ भइरहेको थियो। काटनै काटन चाहिँ के को काटन भन्नुहुन्छ भने सबै के छ। यो माटो चाहिँ मलाई फ्याल्नलाई लोभ लागिरहेको थियो, किनभने यो माटोले चाहिँ नानीलाई अगाडि मैले त्यो माटोमा धेरै जमरा बनाएर खुवाएको थिएँ। अनि म चाहिँ त्यो कार्टुनहरू एउटा एउटा गर्दै सारेर गर्न थालेँ। हेर्नु न, सबै कार्टुनै पछि के सामान छन्। त्यो फाल्नेकै भएन, अनि गर्नै पऱ्यो। अनि त्यो काम सकेर यता छोरो हेर्दाखेरि छोरो सुतिरहेको थियो। अनि आज चाहिँ छोरो त 9:30सम्म सुतिदिएको क्या। म त खाना बनाएर अनि उसलाई हेर्दा मजा उठेको। अनि यता छोरो सुतिरहेको थियो। अनि म चाहिँ अब खाना पकाउँदै यता पुसपास पनि गर्नु पऱ्यो भनेर अनि पुसपास पनि गर्न थालेँ। अनि पुसिसकेर चाहिँ यस्तो भएको थियो। अनि गज्याङ गुजुङ त भइहाल्छ एकै ठाउँमा। अनि मलाई आज एकदमै धेरै त्यति गर्दाखेरि एकदमै धेरै गर्मी भएर पसिनै आयो क्या। भक्तपुरमा पनि यति धेरै गर्मी हुन थाल्यो। अनि मैले चाहिँ पानी खाएँ, त्यति बेर पानी खाएकै थिइनँ। अनि एकदमै धेरै गर्मी भइरहेको थियो। अनि त्यति पानी खाएँ, खरै नै भएको थियो क्या त्यति गर्दाखेरि। अनि मैले यता हिजोको तामा त छँदै थियो, अनि तामा उसिन्न बसाएँ। अनि फेरि यता छोरो सुतिरहेको थियो। अनि म नि एकछिन फेनमा बस्नु पऱ्यो भनेर बसेँ। अनि छोरी उठेपछि मैले बेडको तन्नाहरू निकालेर अनि छोरोलाई एकछिन के भन्दै जिस्काएँ। अनि त्यस पछाडि तन्ना यसरी मिलाएँ। अनि खाना पाकिसकेको थियो त्यति बेर। अनि खाना खुवाएँ, 1-2 गाँस खाना खुवाएर म चाहिँ यता खाबै भनेर यता के गर्न थालेको थिएँ। उसको पालो त खाना खाँदै पानी खाएर अलिकति पानी खाएछ। अनि सबै निकाल्यो। हेर्नु न, भमिट गरिदियो। अनि म्याटभरि अनि 1 गाँस खाँदाखेरि पनि सबै 1-2 गाँस खाँदा पनि सबै निकालिदियो क्या। अनि एकछिन पछाडि लु नर्बलको पानी खाऊ, अलि शीतल हुन्छ, घाँटी पनि हुन्छ भनेर दिएँ। अनि त्यति सफा गरिसकेर म पनि नुहाएर अनि लुगा लगाएर अनि खाना खान बसेँ। मै खाना चाहिँ एकदम गरममा चाहिँ ठिक लाग्छ मलाई चाहिँ। अनि उसलाई पनि नुहाइदिएर अनि लुगा फेरिदिएँ। अनि उसलाई पनि फेरेर रेडी गरिदिएँ। यो चाहिँ अबिबीको क्रिम एकदम राम्रो छ बच्चाहरूलाई लाउनको लागि। अनि यो चाहिँ राम्रो छ। अनि मैले उसलाई हल्का के अरे क्रिमहरू लगाइदिएँ, टिका लगाइदिएर अनि रेडी गरिदिएँ। अनि ऊ चाहिँ म आफै लाउँछु भन्दै भन्छ कोही बेला चाहिँ। अनि ऊ चाहिँ त्यति लाए पछाडि यस्तो देखिएको थियो, राम्रो देखिएको थियो। अनि त्यस पछाडि दिउँसोको हामीले अनि उसले आज बिहान उठ्दाखेरि मलाई पनि चिया खान मन लागेन। छोरो 9:30सम्म उठेको थिएन। अनि उसले नै चिया बनायो आज। अनि मैले खोले बनाएँ, उसलाई खुवाएँ। अनि बाहिर जानलाई चाहिँ यसरी जाने भनेर उसले चाहिँ टाउकामा पत्रिका लगाएको क्या। यसरी भन्दै जिस्किँदै थियो। अनि हामी चाहिँ हस्पिटल जान्थ्यौँ एकछिन। अनि हामी चाहिँ रेडी भएर हस्पिटलतिर गयौँ एकछिन। हेर्नुहुन्छ हस्पिटल कुन भनेर थाहा पाउनुहुन्छ। अनि छाता नबोकी गएको थियौँ, भरे पानी परेर हामी त सबै भिज्यौँ। हेर्नु न, छोरोको क्याप पनि। अनि अलिअलि पानी आउँदै थियो, अलिअलि एक ठाउँमा बस्यौँ एकछिन पानी आयो भनेर। अनि भरे कति बेर बस्ने भनेर कुद्दै आयौँ। अनि पुरा पानीले त भिजाइहाल्यो। अनि भरे राति चाहिँ मैले उसलाई खाना आज हामीले चाम्रे बनाएर खायौँ। ओके, गुड नाइट, बाई बाई साथीहरू।